नमस्कार, तपाईँ यति बेला businessparty.com र बिजनेस पार्टी मिडिया ग्रुप युट्युब च्यानल हेरिरहनु भएको छ। आज प्रधानमन्त्री बालेन्द्र शाह बालेनले मन्त्रीहरूको वैरियतामा हेरफेर गरेका छन्। मन्त्री परिषदको तेस्रो वैरियतामा रहेका र अहिलेको चर्चाको शिखरमा रहेका गृहमन्त्री सुदन गुरुङलाई अब 5औं स्थानमा राखिएको छ। मन्त्री परिषदको र मन्त्री परिषद विस्तार गरिरहँदा चैत्र 13 गते गुरुङ तेस्रो वैरियतामा थिए। परराष्ट्र मन्त्री शिशिर खनालको वैरियता पनि बढाइएको छ। यसैगरी चौथोमा रहेका उनलाई अब तेस्रो वैरियतामा दिइएको छ भने राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेनको सिफारिसमा मन्त्री परिषदको मर्यादाक्रम यसरी हेरफेर गरेका छन्। राष्ट्रपतिको कार्यालयमा पठाइएको जुन एउटा विज्ञप्ति छ, त्यो विज्ञप्तिमा यसो भनिएको छ, म सरर तपाईहरुलाई पढेर सुनाउँछु। सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा रहेको नेपालको संविधानको धारा 76 को उपधारा 9 बमोजिम सम्वत 2082 चैत्र 13 गते गठित मौजुदा मन्त्री परिषदको मर्यादाक्रम देखाए अनुसार यसपछि हेरफेर भएको छ भनेर लेखिएको छ। क्रमशः श्री बालेन्द्र शाह प्रधानमन्त्री रक्षा उद्योग वाणिज्य तथा आपूर्ति, त्यसैगरी 2 नम्बरमा डाक्टर सोनम वाग्ले मन्त्री अर्थ, त्यसैगरी 3 नम्बरमा शिशिर खनाल मन्त्री परराष्ट्र, त्यसैगरी 4 नम्बरमा श्री विराज भक्त श्रेष्ठ मन्त्री ऊर्जा जलस्रोत तथा सिंचाई, 5 नम्बरमा श्री सुदन गुरुङ मन्त्री गृह, त्यसैगरी 6 नम्बरमा सुनिल लम्साल मन्त्री भौतिक पूर्वाधार तथा यातायात सहरी विकास मन्त्री, यसैगरी शोभिता गौतम मन्त्री कानुन न्याय तथा संसदीय मामिला, यसैगरी क्रमशः 9, 10, 11, 12, 13, 14, 15 गरेर प्रतिभा रावल, निशा मेहता, सस्मित पोखरेल, खड्गराज पौडेल, विक्रम तिमल सिन्हा, गीता चौधरी, दीपक कुमार शाह यसरी राखिएको छ। यसरी वैरियता चाहिँ हजुर यसरी चाहिँ मन्त्री परिषदको बैठकबाट राष्ट्रपतिको कार्यालयमा मन्त्रीहरूको वैरियता फेरबदल भएर पठाइएको जानकारी यस्तो आएको छ।